नमस्ते साथीहरु, आज कुरा गर्छ नुन र चिनीको। नुन र चिनीको कुरा गरेर तपाईले जीवनजलको कुरा गरे होला यसले भन्नु होला, त्यो होइन। आज हामी नाकबाट आउने सेक्रेसन, नाकबाट आउने सिगान, छि गर्दा आउँछ नि सिगान, सिगानमा दिमागको पानी छ कि छैन भनेर हेर्न पर्ने हुन्छ। त्यो हेर्दै छौं। त्यो हेर्दाखेरि के ख्याल गर्न पर्ने हुन्छ, त्यो पानी सिगानै हो कि सिगान हो कि दिमागको पानी हो भनेर छुट्याउनु पर्छ। नत्र टाउकोमा के भयो, इन्फेक्सन नाकबाट गयो र यहाँ इन्फेक्सन गयो के हुन्छ अब मेनिन्जाइटिस हुन्छ, मान्छे एन्सेफेलाइटिस हुन्छ। सुन्नु भएको छ नि, मेनिन्जाइटिस एन्सेफेलाइटिस भयो भने कति मान्छे मर्छन्। त्यो हुँदाखेरिमा के गर्न पर्यो भन्दाखेरिमा त्यो दुईटा छुट्याउनको लागि एउटा त हिस्ट्रीमा सोध्न पर्यो। अब हिस्ट्रीको कुरा गरेर त बस्न भ्याइन। त्यो हुँदा के गर्न पर्यो, यहाँ हेर्न पर्यो कुन गुलियो छ कुन नुनिलो। नाकको सिगान के हुन्छ त केटी गर्छ गरेर चाट्दिन, म त सक्दिनँ है। चाट्यो भने के हुन्छ, त्यो नुनिलो हुन्छ, सम्झिन सजिलो। तर दिमागको पानी के हुन्छ, गुलियो हुन्छ। त्यसपछि के हुने भयो, यो पानी एकदमै दिमागको पानी क्लियर पानी, छल खोलामा आगो पानी जस्तो हुन्छ, सङ्लो पानी जस्तो हुन्छ भने यताको के हुन्छ, सिगान अलिकति लेद्र परेको हुने भयो। त्यो त्यसमा सुगर कुनमा बढी हुने भयो त, सुगर त दिमागकै पानीमा बढी हुने भयो। त्यसमा 30 हुन छ भने यतापट्टि कति हुन्छ, जम्मा 10 हुन्छ नाकको पानी, नाकको सिगानमा। अब बेटा 2 ट्रान्सपेरेन्ट छ, एउटा ल्याबबाट टेस्ट गर्न सकिन्छ। त्यो बेटा 2 अन्ली दिमागको पानीमा हुन्छ। हामीले अन्तिम पर्यो नि सबै गर्न सकिन्छ र बेटा 2 ट्रान्सपेरेन्ट कन्फर्म हो। यो आइसियुको बिरामी र कोही पानी लिक भयो भने टेस्ट गर्न पर्ने हुन्छ। ल कुरा बुझ्नुभयो होला।